प्याज हो, प्याज टमाटर लसुन अलिक अदुवा र कालो तोरी पिसेको त्यति भएछ। त्यति भएपछि यसमा पानी हाल्नुपर्छ, उमाल्नुपर्छ हो हो। अनि यसको सेन्ट आउँछ नि तोरीको। बेसी मसला हाल्नु होइन अब सुपको लागि त यति भए चाहिँ काफी हो यो। हेरे एकदम बस्ती स्टाइल छ नि। एकदम मसला कम्ती छ नि, मसला छैन यसमा। जिरो मसला पानी हो। अब यसलाई ठुलो पकायो हो, केही छैन। अब यो उमालेर हुनुपर्छ, कि यसो यहाँ हाल्छु ल भाइ एकछिन निकाल्छु देखो। अरे यसमा सुप चाहिँ अब यसमा टक्कै बनाउनु पऱ्यो नि। यसमा चाहिँ कम्ती हाल्नुपर्छ हो, कम्ती हल्दी हो। मिलिँदाखेरि ठिक्कै हुन्छ नि हल्दी हो। मसला जिरा, बास जिरा हो। अब यसलाई चाहिँ उमाल्नु दिनुपर्छ, बुलुक उमाल्नुपर्छ। उमालेपछि यसमा चाहिँ सुप चाहिँ आइहाल्छ, कम्ती छ। अब यो मसला चाहिँ यसरी बनाउनु पऱ्यो नि, लास्टमा तालले ओइलाइदिनु होइन। छिटो उम्लिन्छ नि सुप चाहिँ यसरी उम्लिँदा त ठिकै हुन्छ। यस्तो चिजहरू पनि रहेछ यहाँतिर हाम्रो। यसलाई के भन्छ यो? मल्लाडो। यसलाई चाहिँ अचार बनाएर राख्छ यो मल्लाडो। यहाँ खत्ते हाल्नु भएको छ नि। बास अब यो उम्लेपछि चाहिँ अहिले माछा हाल्दा कुक्लुक देखाउनुपर्छ है। फिलहाल चाहिँ अब अलिक नुन हो, स्वाद अनुसार नमक, त्यसको चलायो हो सट्टै हो। अब अहिले उम्लेर चाहिँ यो हाल्दाखेरि चाहिँ देखाउनु पऱ्यो हो। यहाँ यो चाहिँ के हो? यो चाहिँ डुकु। अब उम्ले है यो होइन, सुप उम्ले होइन, उम्ले हो। अब चाहिँ यो हाल्नुहोस् माछा, कुत्रु यसकै हो सुप। कुत्रु टाउको हो। यसको काँडा पनि मजाले छानेको छु नि मैले, त्यस्तो टेन्सन छैन यसको। तर छानेर चाहिँ हाल्नु पऱ्यो। सुप चाहिँ अब यसको मेन हो हाल्नुपर्ने चाहिँ। अब यो ल्याएपछि त यसलाई पुस्ता गर्नु पऱ्यो नि त होइन, हाल्नु भएन। चटक्कै हो टाउको, आँखासँगै छ टाउको पनि। आँखा हेरिरहेछ मलाई खान्छस् भन्दैछ। ल यहाँले हो। अब यो टक्कै। अब यसलाई चाहिँ एकछिन राख्नुपर्छ। अब यो उमालेर चाहिँ टकटक उम्लिन्छ नि। एक खेप चाहिँ दह्रो चालको यसरी चलायो हो। सुप आज चाहिँ यसरी खुट्टा चाहिँ अलिकति सर्केको थिएन मलाई, यहाँ अलिक साह्रो पऱ्यो कि। अब यो बुरुक उम्लिन्छ नि, अनि टक्कै अफ गरिदिइ हाल्नुपर्छ। पानी बेसी हाल्नु हुँदैन फेरि हो, ठिकै हो सट्टै। अब एकैचोटि अहिले तपाईँलाई पेलामा हालेर देखाउँछु ल। अब हेर्नुहोस् है, तपाईँहरूले यहाँ उम्लियो टक्कै। ट्रटको माछाको सुप चाहिँ रेडी हुँदैछ, भइसक्यो भन्दा पनि भयो। बेसी खेलाइन झोर हुन्छ। यहाँ हेर्नुहोस् टाउको अब यसरी हेरिरहेछ हेर्नुहोस् है, लाहौ गरेको जस्तो हो। यसको जिउ यहाँ छ यी हेर्नुहोस्, यसको पुच्छर चाहिँ यहाँ छ यी। अब यदि पाकिसक्यो अब यो सानो माछाहरू चाहिँ ठिकैको राम्रो हुन्छ यसको सुप हो। अब अहिले फेरि तपाईँलाई म ट्याक्कै पाकिसकेर चाहिँ निकालेर पेलामा खानासँग ठक्कै देखाउँछ सोझाएर। यहाँ हेर्नुहोस् है, हाम्रो फेरि माछा नखाने, माछासँग अब खानु डराउने, काँडा अर्किन्छ भनेर चाहिँ यहाँ चाहिँ यो चाहिँ प्युर यो बस्तीको सिस्नुको झोल हेर्नुहोस् है। यसमा सादा एकदम दामी छ यो पनि माछाको। अब यो पाकिहाल्यो। अब यसलाई सर्भ गरेर टक्कै पेलामै बस्ती स्टाइल हो। one piece ल।
पिस हो भाइलाई नहालिदिनु खानु नि माछा खाँदैन ए सुप मात्रै दिनु सुप मात्र ल सुने डरले ल सुप चाहिँ मजाले यसरी बसेर सट्टै मिलाएर यसरी हाल्नु पऱ्यो पानी जस्तो बनाउनु भएन सुप टक्कै लिमिटको हो माथि माथिकै कहिले कहिले के राखेर भातहरू राक्षस हालिदिनु न हाल्दै त माथि कसले हालिदिएको भाइलाई सुप यो यसमा काँडा हुँदैन हुन्छ नि हौ काँडा हुन्छ नि ए मासु त मिठो हुँदो रहेछ त काँडा हुन्छ नि सक्नु नखाने पऱ्यो क्या बाङ गर्न यो भइरहेछ सुपी युट्युबर किन हालेको दिँदैछ यस्तोमा त्यो भाइको सुप खायो भने यहाँ छ मासु पुरा छ है को यहाँ चाहिँ डल्लै छ है भरे फेरि यसमा अलिकति पानी हाल्यो सुप उसिन्यो जस्तो पो छ त यो त खाना चाहिँ रेडी अब हो सट्टै यो अचार ए ए रेडी पाक्यो अब टक्कै लु अब चाहिँ खाइन्छ हो राजेशको थियो मेरो यो यसले खान्छ कि खाँदैन खायो भने ठिकै छ खाएन भने पनि ठिकै छ यो के हो बैगुनको सब्जी आम्लाले चाहिँ माछा नखानेको चाहिँ फेरि यहाँ के अरे सिस्नु सिस्नु यो गोरुको के हो अचार चटनी भात त अब 2-3 किलो जस्तो छ है हामी यस्तै पो खान्छ है पाडे खै रस त अब हामी चाहिँ खाना खानु पऱ्यो अब चाहिँ फेरि छेउबाट खोट्दैन